This is the YouTube channel Math Guru. Math Guru. This is the unrevealed Guru, the unrevealed Guru on YouTube. So यहाँको कुनै पनि ट्युटरहरु रिभिल हुने छैन, ट्युटरहरुले थाहा नै छैन ल. सो विदाउट वेस्टिङ आवर फर्दर टाइम आज म आफ्नो च्याप्टरतर्फ लागिरहेको छु. हाम्रो न्यू च्याप्टर चाहिँ के हो भनेपछि क्लास 11 12 मा एकदमै इम्पोर्टेन्ट, भेरी इम्पोर्टेन्ट क्याल्कुलस डेरिभेटिभ. हजुर 11 मा हुनुहुन्छ भने यो काम लाग्छ, 12 मा भने झन् बढी नै काम लाग्छ. र पहिला म बेस देखि नै हजुर पढाउँछु है. सो क्याल्कुलस, क्याल्कुलसमा सबसे तीनटा कुरा छ है. डेरिभेटिभ, and this is also called differentiation. The second is antiderivative. This is also called integration. And अब चाहिँ दुईटैलाई कम्बाइन गरेर एउटा इक्वेसन बन्छ जुन चाहिँ डिफरेन्शियल इक्वेसन हो. ओके, यो तीनटै हजुरलाई इम्पोर्टेन्ट छ है ल. ह्यान्डराइटिङ भनेपछि अब जिनियसको ह्यान्डराइटिङ अलिअलि मेसी हुन्छ भनेर थाहा नै छ हजुरहरूलाई. ह्यान्डराइटिङ गर्न नजानुस्. अनि हजुरहरूले मलाई कहिले पनि देख्नु हुने छैन युट्युबमा मेरो फेस ल. सो सुरु गरौँ ल. डेरिभेटिभ, डिफरेन्सिएसन. सो डेरिभेटिभमा सबसे पहिला डेरिभेटिभ भनेको के हो? दिस इज जस्ट स्मल चेन्ज इन एक्स. जसको कारणले वाइमा पनि चेन्ज आउँछ अनि फर्दर चेन्ज भइरहेको छ. मेनली डेरिभेटिभ भनेकै चेन्ज है, डिफरेन्सिएसन भनेको चेन्ज. यो चेन्जकै कारणले सबै कुरा बनेको हो के. सो म हजुरलाई डाइरेक्टली फर्मुला वाइज लग्छु. फर्स्ट यो मेरो डेरिभेटिभको लागि फर्स्ट क्लास हो. म यसमा फर्मुला वाइज लग्छु अनि फर्दर क्लासमा हजुरको कमेन्ट अनुसार फर्स्ट प्रिन्सिपल अनि फर्दर मल्टिप्लिकेसन डिभिजन सब रुलमा जान्छ है. पहिला हामी बेसिक फर्मुलाहरू बुझ्छौँ है. डी बाई डिएक्स अफ एक्स पावर एन. यो एक्स हो, यो एन है. अनि अब एन भनेको एनी नम्बर है. यस डेरिभेटिभ पनि के हुन्छ? यो पावरमा जुन एन छ नि यो आउँछ एन एक्स एन माइनस 1. ओके, यो सबसे मेन फर्मुला हो डेरिभेटिभको. कुनै पनि क्वेसन सल्भ गर्न हामीले यो फर्मुला चाहिन्छ नै. ओके, म फर्दर एक्जाम्पलहरू पनि दिइरहेको छु अहिले. ओके, डी बाई डिएक्स अफ एक्स स्क्वायर के हुन्छ होला सोच्नु त? 2. पहिला नम्बर दिने होइन, नम्बर भनेको पावरमा 2. त्यसपछि एक्स एक पावर कम गरिदिनु, 2x 2 माइनस 1 1 लेख्नु परेन. अर्को एक्जाम्पल डी बाई डिएक्स अफ 4x क्युब. ओके, यसको के होला? जहिले पनि कन्स्टेन्टहरू त्यो हुन्छ नि, यो कन्स्टेन्टहरू अगाडि आएर मल्टिप्लाई हुन्छ. मतलब 4 अनि डी बाई डिएक्स अफ, अब 4 लाई नहेरेर डी बाई डिएक्स अफ एक्स क्युब. अब 4 लेखिसकेपछि अब यो मान्दा हुन्छ कि यहाँ 4 छै छैन. एक्स क्युबको के हुन्छ? 3x स्क्वायर. बुझ्नुभयो? सो 4 3 एन्सर इज 12x स्क्वायर. ल, यसरी सिम्पल फर्मुला युज गरेर हजुरले गर्न सक्नुहुन्छ. नेगेटिभ पावरलाई पनि हेर्नु है. एक्जाम्पल डी बाई डिएक्स अफ 4 बाई एक्स क्युब. ल, यसलाई के गर्ने? अघि 4x क्युब त इजिली हामीले 12x स्क्वायर भनिदिउँ. यस्तो छ भने ओके, यसलाई हामीले के गर्नु? 4 अगाडि राख्ने. डी बाई डिएक्स अफ 1 बाई एक्स क्युब भनेको एक्स पावर माइनस 3 हो. ल, अब हामी फर्मुला युज गरौँ. 4 इन्टु एन एक्स एन माइनस 1. यो भनेको माइनस 12 एक्स पावर माइनस 4 भनेको यो. ल, यसरी गर्न सक्नुहुन्छ है. अरू डेरिभेटिभ अरू फर्मुलाहरू पनि लेखौँ है. 1 नम्बर लेखिसक्यो. 2 नम्बर डेरिभेटिभ अफ जहिले पनि कन्स्ट्यान्ट 0 हुन्छ है. कन्स्ट्यान्टको डेरिभेटिभ जहिले पनि 0. किन यस्तो हुन्छ? किन कन्स्ट्यान्ट भनेको एक्स नभएको त मतलब सिम्पली एक्स पावर 0 होइन. अब डी बाई डिएक्स अफ एक्स पावर 0 भनेको के हो? एन एक्स एन माइनस 1. 0 जे पनि मल्टिप्लाई गरेर 0 हुन्छ नि. सो यसरी 0 भएको है प्लिज. ल, नेक्स्ट 3 नम्बर डी बाई डिएक्स अफ, अब के को डेरिभेटिभ लेख्ने? लग एक्स को लेखौँ है. लग र हजुरलाई थाहा नै छ. लग एक्स भनेको 1 बाई एक्स जहिले पनि. अनि 4 नम्बर एक्सपोनेन्सियलको है. डी बाई डिएक्स अफ ई पावर एक्स को सेम ई पावर एक्स नै हुन्छ. एक्सपोनेन्सियल डेरिभेटिभ एक्सपोनेन्सियल नै हुन्छ. हो, यो 4 द मेन फर्मुलाहरू याद राख्नुहोस्. बाँकी फर्मुला त ट्रिगोनोमेट्रिकहरू त भइहाल्यो, त्यो आइरहेको हुन्छ. ल, अब यो 4 द फर्मुला आई थिङ्क हजुरले नोट गरिसक्नु भएको थियो होला. त्यो मैले मेटिसकेँ. अब हामी ट्रिगोनोमेट्रिकमा जाउँ. ल, 1 नम्बर यो ट्रिगोनोमेट्रिक TRIGONOMETRIC. ट्रिगोनोमेट्रिकको कुनै पनि कुरा गर्नु अगाडि हामीले कास्ट रुल चाहिन्छ है. मैले कास्ट रुल चाहिँ मेरो प्रिभियस भिडियोमा अपलोड गरिसकेँ. सो प्लिज त्यो नि हेरिदिनु होला. अब हामी ट्रिगोनोमेट्रिकको फर्मुलाहरू गरौँ है फर डेरिभेटिभ. ओके, डी बाई डिएक्स अफ ट्रिगोनोमेट्रिक रेसियो लेख्नुहोस्. साइन एक्स cos x
tan x cot x cosec x sec x। ओके यो छवटा रेशियो छ है हामीसँग ट्रिगोनोमेट्रिक। ल यसको के हुन्छ सबसे पहिला याद राख्नु साइन को डेरिभेटिभ जहिले पनि cos को डेरिभेटिभ साइन माइनस आउँछ ठ्याक्कै यति याद राख्नु यसमा माइनसको लागि केही गाह्रो छैन कि डेरिभेटिभमा जहाँ अगाडिमा सी 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 छ नि त्यो सबै ठाउँमा माइनस या सी माइनस एस भनेपछि प्लस टी प्लस फेरि सी आयो फेरि माइनस यो सी यो पनि माइनस या एस छ यो प्लस tan को sec स्क्वायर x tan जस्तै कट पनि भइहाल्यो cosec स्क्वायर x माइनस है माइनस cosec स्क्वायर x भयो cosec x को cosec x into cot x tan को त्यस्तै sec x into tan x। ल यो मेनली डेरिभेटिभ फर्मुलाहरु याद राख्नुस् है यो धेरै काम लाग्छ सबै फर्मुलाहरु काम लाग्छ फर्मुलाहरु मैले नचाहिने या निड नहुने फर्मुलामा आफै लेख्ने बिकज मलाई आफै के याद हुँदैन हजुरहरुले के एक्सपेक्ट गर्छु मलाई याद केही नहुने म तपाईँ पनि यति स्ट्रगल गरेर अगाडि बढेको कि तपाईहरु पनि गर्न सक्नुहुन्छ पढाइ भनेको केही गाह्रो कुरा हैन। ल यति भएपछि अब हामी जाम ओके रुल्सहरुमा रुल्स मतलब कस्तो एउटा मल्टिप्लिकेसनको लागि कुन फर्मुला युज गर्ने त्यो भनेर अगाडि एडिसन सबट्र्याक्सनकै लागि हेरौँ न ADDN एडिसन अर सबट्र्याक्सन SUBN हेर्ने म सबट्र्याक्सन लागि जस्तै 1 नम्बर d by dx of u plus minus v मतलब प्लस होस् या माइनस होस् के हुन्छ जहिले पनि स्प्लिट हुन्छ है बाटिन्छ u plus minus d by dx of v जतिसुकै हामीसँग यहाँ प्लस w माइनस x छ भने प्लस d by dx of w माइनस d by dx of x यसरी बाट्दै जान्छ है यो कुराहरु चाहिँ याद राख्नुस् यो भयो हाम्रो एडिसन सबट्र्याक्सनको रुल्स। अब मल्टिप्लिकेसन डिभिजनको रुल्स है 3 नम्बर ओके 2 नम्बर नै स्टार्ट ब्याक मल्टिप्लिकेसन सो मल्टिप्लिकेसन लाइक के हो d by dx of uv u भनेको के हो अगाडि जस्तै u भनेको एउटा फंक्सन अफ x छ g पनि फंक्सन अफ x मतलब जेसुकै फंक्सन x को नभए पनि कुनै पनि एउटा फंक्सन हो के फंक्सन भनेपछि यसरी के मा डिपेन्ड गर्ने अब यस्तो छ भने नि अब u पहिला कन्स्टेन्ट राख्ने v लाई डिफरेन्शिएट गर्ने त्यसपछि v लाई कन्स्टेन्ट राख्ने u लाई डिफरेन्शिएट गर्ने यो भयो मल्टिप्लिकेटिभ रुल। जस्तै एक्जाम्पलको लागि d by dx अफ मानौं 3x स्क्वायर नै लिउँ अब हजुरले डाइरेक्टली यसलाई इजिली 3x स्क्वायर भनेको के हो 3 2 6 x डाइरेक्टली भनिदिनुहुन्छ हैन हो अभियसली डाइरेक्टली भन्ने हो म इजी एक्जाम्पल लिन चाहिँ खोजेको 3x स्क्वायर लाई म पहिला 3 बाहिर राख्छु अब d by dx अफ x into x भन्न सक्छु नि त अब हेर्नु uv यसलाई मैले u भन्दिछु यसलाई मैले v भन्दिछु है u dv by dx plus v हेर्नु v du by dx सिम्पली dx by dx भनेको 1 भइहाल्यो यो पनि 1 भइहाल्यो 3x plus x 3 into 2x 6x आखिर सेम आयो यो भनेको सिम्पल एक्जाम्पल लिएको मैले। अब मेनली यो गर्ने भनेको कस्तोमा गर्ने त्यो कुरा बुझ्नुस् है 3x log x ओके यस्तो क्वेशन भयो भने के गर्ने र 3 लाई साइडमा राखेँ मैले x log x के गरौँ न अब त गर्न गाह्रो छ नि त केही गाह्रो छैन एउटा u बान्दिने एउटालाई v बान्दिने u dv by dx plus v du by dx x log x को 1 by x plus log x यो आन्सर के हुन्छ 1 plus log x भयो है। ल मानौं यो यस्तो क्वेशन छ यी नै अहिलेसम्मको हेर्नुस् है कपी गरा नि हुन्छ x log x को अब हामीसँग क्वेशन छ ex log x है यसको के गर्ने हेर्नु है फेरि सेम u d by dx of log x u dv by dx plus v du by dx मतलब d by dx of ex अब ex सेम टु सेम ex log x को 1 by x plus log x सेम टु सेम log x ex को ex नै हो त्यसको आन्सर के हो ex कमन लिने भयो log x plus 1 by x। ल सो यो हाम्रो मल्टिप्लिकेसन रुल भइसक्यो अब डिभिजनमा जाम है ओके डिभिजन रुल डेरिभेटिभ अफ u by v by dx यो फर्ममा छ भने के गर्ने फर्मुला केही गाह्रो छैन सबैभन्दा तलको डिनोमिनेटर छ नि v यसको स्क्वायर गरिहाल्नु अब जे को स्क्वायर गर्नु त्यसलाई एक्चुअली लेख्नुस् कन्स्टेन्ट हालेर मतलब बाहिर निकालेर अनि अर्कोलाई डिफरेन्शिएट गर्नुस् du by dx
अब जहिले पनि डिभिजनमा हेर्ने यो माइनस टाइप छ नि, अघि मल्टिप्लिकेसनमा प्लस टाइप थियो मैले प्लस गरेँ, त्यो प्लस हो नि त, त्यो भए पनि यसरी हेर्दाखेरि त्यो मैले अघि प्लस गरेँ। डिभिजनमा यस्तो माइनस जस्तो म यहाँ माइनस गर्छु। अब भी लिइसक्यो, अब यु कन्सटेन्ट लिने, भीको डिफ्रेन्सिएट गर्ने। 80 फर्मुला है, फर्मुला याद राख्नुहोस्। एक्जाम्पलको लागि हेरौँ है, डेरिभेटिभ अफ ax स्क्वायर बाई bx। सिम्पली यसको एन्सर हामीलाई थाहा छ, a बाई b कन्सटेन्ट आउँछ, x स्क्वायर बाई x भनेको x को डेरिभेटिभ 1 हो, एन्सर a बाई b हुनुपर्ने होइन। हेरौँ है आउँछ कि नै, bx को होल स्क्वायर bx डेरिभेटिभ अफ ax स्क्वायर माइनस ax स्क्वायर डेरिभेटिभ अफ bx। हेरौँ के हुन्छ, bx इन्टु ax स्क्वायर को के हुन्छ 2ax, मतलब 2abx स्क्वायर माइनस ax स्क्वायर भनेको के हो, b बाट आउँछ a bx स्क्वायर डिवाइडेड बाई b स्क्वायर x स्क्वायर। ल 2ab माइनस ab भनेको माथि के भन्छ, यताबाट यसरी देखाइदिए abx स्क्वायर बाई b स्क्वायर x स्क्वायर, यो र यो काट्यो, b पनि काट्यो, a बाई b। ओके, एन्सर त सेम a बाई b नै आयो। बुझ्नुभयो? तर राम्रो एक्जाम्पल लिउँ है। अब यो चाहिँ हजुरको लागि आजको लागि लास्ट क्वेसन। म नेक्स्ट भिडियोमा अर्को नेक्स्ट अपलोड गर्छु भिडियो। यो चाहिँ प्लिज हजुरहरू सक्दो लाइक सब्सक्राइब गरिदिनु होला, सेयर पनि गर्नु होला। यो हरेक क्लास 11 र 12 को लागि एकदम इम्पोर्टेन्ट हो। म 1 बाई 1 क्लास 11 देखि लिएर 12 को भिडियो सबै अपलोड गर्छु क्याल्कुलसको सबसे पहिला, सुनेर हजुरलाई एक्जाममा एकदमै हेल्प हुनेछ। ल अब चाहिँ यु बाई बी भइसक्यो होइन, यु बाई बीको एक्जाम्पल अझै राम्रो एक्जाम्पल लिउँ, डी बाई डिएक्स अफ कुन लिउँ भनेपछि एक्सपोनेन्शियल एक्स डिभाइड बाई लग एक्स। अघि जस्तै लिउँ न, सबसे पहिला लग एक्स को होल स्क्वायर हुन्छ थाहा छ, भी स्क्वायर भी डियु बाई डिएक्स, मतलब एक्सपोनेन्शियल डेरिभेटिभ एक्सपोनेन्शियल नै अर्कै फास्ट गरेँ मैले, जस्ट माइन्डमा गरिरहेको छु। अब यु डिभी बाई डिएक्समा लग एक्सको डेरिभेटिभ 1 बाई एक्स, यहाँबाट मैले के गरेँ, यताबाट यसरी लेखेँ चाहिँ एक्स मैले कमन लिएँ, लग एक्स माइनस 1 बाई एक्स डिभाइड बाई लग एक्स होल स्क्वायर। ओके, यति नै हुन्छ है। ल हजुरलाई एउटा अझै इम्पोर्टेन्ट रुल है, अघि मैले लास्ट भन्थेँ बट चेन रुल नबुझिकन डेरिभेटिभ भनेको अधुरो हो। सबसे इम्पोर्टेन्ट चाहिँ म भेरी इम्पोर्टेन्ट रुल भन्छु, त्यो चाहिँ के हो, चेन रुल। चेन रुल, ल चेन रुल हामीले सबैलाई फर्मुला लेख्यौँ भन्दा किन चेन रुल चाहियो हामीलाई, वाइ वी निड चेन रुल। जस्तै हजुरलाई डी बाई डिएक्स अफ वाइ स्क्वायर, ल डाइरेक्टली वाइ स्क्वायर एक्ससँग के लिङ्क छ, के रिलेसन छ, छैन नि, कसरी यसलाई डेरिभेट गर्ने, डिफ्रेन्सिएट गर्ने, मिल्दैन। सो अब चेन रुल कन्सेप्ट आयो हामीले। फर इक्जाम्पल वाइ स्क्वायर भनेको वाइसँग डिफ्रेन्सिएट हुन्छ नि त, पहिला हामीले यसलाई जोसँग हुन्छ त्यहीसँग गर्ने, अनि त्यसलाई चाहिँ एक्ससँग ल्याउने। आखिर यो हेर्न, यो काटिएको छ, कुरा त सेम हो नि, केही फरक पर्दैन हो। अब यो गरेर 2y, किनभने वाइ स्क्वायरको 2y डिवाई बाई डिएक्स हो, यो भनेको चेन रुल हो। म चेन रुल लेखिन्छ है, रुल चाहिँ के छ, यसले के भन्छ भनेपछि मान हजुरले डिवाई बाई डिएक्स निकाल्न खोजेको मतलब डिवाई डाइरेक्टली एक्ससँग डिफ्रेन्सिएबल छैन, वाइ इज नट, ल हामीले डिवाई बाई डिएक्स गर्न खोजेका छौँ सच द्याट वाइ इज नट डिफ्रेन्सिएबल टु एक्स। अब के गर्ने, सबसे पहिला जोसँग डिफ्रेन्सिएबल छ त्योसँग गर्ने के, जस्तै डिवाई मान्नु पीसँग डिफ्रेन्सिएट छ भने पीसँग गर्ने, इफ त्यसरी पीलाई किन तल लेख्यो भने माथि पनि लेख्नु परिहाल्यो नि, किनकि काटिन्छ अनि कुरा सेम हुन्छ भनेर। यसलाई एक्ससँग गर्थ्यौँ इफ एक्ससँग डिफ्रेन्सिएबल छ भने, बट बाई एनी चान्स यो एक्ससँग नै डिफ्रेन्सिएबल छैन भने मानौँ क्यूसँग छ भने क्यूसँग गर्ने, क्यू इफ आरसँग छ भने आरसँग गर्ने, जबसम्म हाम्रो एक्स पुग्दैन कि एक्ससँग डिफ्रेन्सिएबल हुँदैन। ल यो रुलहरू कपी गर्नुहोस्, म यसलाई मेटेर राम्रो क्वेसन दिन्छ, एकदम इम्पोर्टेन्ट क्वेसन। ल ओके, डिफ्रेन्सिएट साइन स्क्वायर 2x, सिम्पल एकदम इजी क्वेसन हो। कसरी गर्ने, पहिला हेर्नु साइन स्क्वायर छ, साइनको डेरिभेटिभ स्क्वायर छ, स्क्वायर भनेको पावर हो, यो भनेको साइन 2x को होल स्क्वायर हैन र। अब अभियस कुरा हो, हाम्रो x स्क्वायर को डेरिभेटिभ x सँगै हुन्छ भने साइन 2x स्क्वायर को डेरिभेटिभ पनि साइन 2x सँगै हुनुपर्ने हो कि नै। सो हामीले त्यही गर्यौं, पहिला डेरिभेटिभ अफ साइन स्क्वायर 2x विथ रेस्पेक्ट टु साइन 2x। अब यहाँ साइन 2x मा लेख्नु परिहाल्यो। अब सोच्नु है, साइन x को डेरिभेटिभ हाम्रो x सँग हुने गर्थ्यो कि यहाँ, भनेपछि 2x को डेरिभेटिभ पनि 2x सँगै हुनुपर्छ। बल्ल अब 2x लाई चाहिँ हामीले x सँग गर्ने। हेर्नुस् त, यो चेन रुल फलो भयो कि नै, भयो नि। मैले यसलाई र यसलाई काट्न सक्छु, यसलाई र यसलाई काट्न सक्छु, आखिर आउने भनेको यति नै हो, कुरा सेम हो। ल
पावरहरूलाई एक्स स्क्वायरको डेरिभेटिभ के हुन्छ 2x हुन्छ त्यस्तै यो भनेको 2x भनेको sin 2x मानिदिउँ अब sin डेरिभेटिभ cos 2x इन्टु 2 के 2x को 2 2 जा 4 त्यो भनेर पनि हैन है 2 sin थीटा cos थीटा होला फर्मुला याद होला नि sin 2x भनेको के हो 2 sin x cos x त्यस्तै cos 2x भनेको के हो cos square x minus sin square x ओके यो फर्मुलाहरु मेनली याद राख्नु अब यसको sin square x plus cos square x युज गरेर अझै दुईटा फर्मुला आउँछ त्यो हजुरहरु ट्राई गर्नुस् त्यो भनेको एकदमै इजी हो सक्नुहुन्छ नभए म नेक्स्ट भिडियोमा चाहिँ राम्ररी पनि भन्छु यो भिडियो लामो हुन गइरहेको छ लामो भइरहेको छ त्यसमा अब म यसलाई स्टप गर्छु ल यसको एन्सर के भयो sin 2 थीटा थीटा भनेको 2x अगाडिको 2 यो र 2 आयो एन्सर इज 2 sin 4x ल एउटा लास्ट एक्जाम्पल है d by dx of ex e2x by sin 2x ल ओके यो क्वेशन कसरी गर्ने हैन है पहिला सबै u v स्क्वायर sin 2x होल स्क्वायर v du by dx मतलब हेर्नु साइडमा लेखेको छ d by dx of e power 2x यो भनेको के हो पहिला हामीलाई डेरिभेटिभ अफ e पावर 2x मा चेन रुल युज गर्ने पहिला 2x सँग गर्ने अनि 2x लाई बल्ल x सँग गर्ने हो के भनेपछि 2x को सेम e एक्सपोनेन्शियल को सेम यो 2 अगाडि आयो त्यसको यसको आन्सर के भयो 2e2x अब डिभिजन सबैले माइनस अब u कन्स्ट्यान्ट लेखिहाले त्यस्तै यसको sin 2x को 2 cos 2x अब यसबाट हामीले अब के कमन लिन मिल्छ खासै कमन पनि लिन मिल्दैन यसलाई सिम्पली 2e2x मैले कमन लिए आन्सर भनेको sin 2x minus cos 2x divided by sin square 2x ल ओके आजलाई यति नै अब हजुरलाई दुई तीनटा क्वेशन दिन्छु ओके यसको आन्सर मात्रै कमेन्टमा हालिदिनु होला अनि क्वेशन हजुरले सल्भ गर्नु होला d by dx of u v बाट है ल x square y dx ल x square y y मा चेन रुल युज गर्न सक्नु पर्छ है x square y क्यूब जुन अगर डिफरेन्शिएबल भएन भने हामी चेन रुल युज गर्न मिल्छ ओके अर्को चाहिँ के हो e sin square 2x ल चेन रुल यो पनि 3 नम्बर डेरिभेटिभ अफ cos cube x divided by sin square 2x ल ओके यो तीनटा क्वेशन प्लिज प्र्याक्टिस गर्नु होला अनि आजलाई यति नै